Hello, namaste guys, and welcome my Anjana's Diaries channel. म चाहिँ जाँदैछु घर गाडी नपाएर यहाँ उभिएर जानु परिरहेको छ मलाई चाहिँ उभिएर जाँदा नि फोटो खिचौँ भनेर अनि आज चाहिँ मेरो व्रत हो त्यस कारणले उभिएर जानु परिरहेको छ कस्तो गाह्रो भइरहेको छ कस्तो राम्रो भ्युज पनि छ आज हाम्रो दिवाली पूजा हो नि त त्यसकारण म चाहिँ भर्खर झरेको गाडीबाट अब चाहिँ उकालो लाग्दैछु हिँडेर जानु परेर त्यसपछि उकालो लाग्दैछु हस्याङ पस्याङ गर्दै ढिला भइसकेको छ पूजा गर्नको लागि अब चाहिँ म पूजा गर्न थाक्रे 1 अवस्थित पञ्चकन्या मन्दिर श्री पञ्चकन्या देवी नामले चिनिन्छ। यहाँ आँटे सोचेका सबै कामहरू पुरा हुन्छन् भन्ने किम्वदन्ती रहेको छ। यही पठाइदिउँला क्या म यसो गरेर म हेरेर पाउँछु नि म हालिदिइहाल्छु नि अहिले यहाँ राम्रै आएन
गुड मर्निङ गाइज। आज चाहिँ हाम्रो उज्यालो भइसकेको छ। अब चाहिँ म चिया पानी सब खाइसक्यो हामीले। अब चाहिँ म तरकारी पकाउन जाँदैछु। तरकारी ठिकठाक पार्ने अनि पछि पकाउने। हिजो चाहिँ मैले क्रिम स्रिम लगाएको थिएँ। आज त्यही राम्ररी देखिरहेको छु। यो आगो देखिरहँदा चाहिँ कसलाई त्यो के अरे याद आउँछ क्या यस्तो चिसो हुँदाखेरिको। मलाई चाहिँ लास्टै याद आउँछ यो काठमाडौँ गएपछि। तर मलाई आज चाहिँ लास्टै खुट्टा दुखिरह कर्कर खाइरह। एकछिन आगो ताप्नु पर्यो। हेलो एभ्रिवान। आज चाहिँ गुड मर्निङ भइसकेको छ। आज चाहिँ म यहाँ छु बारीमा। यो चाहिँ मेरो कोरियन बारी। दिस इज यो कोरियन बारीमा चाहिँ हजुरहरूलाई स्वागत छ। चाहिँ यस्तो छ। म साग टिप्न चाहिँ आएको होइन है। साग त मैले टिपिसकेँ। हाम्रो चाहिँ कुखुरा करायो अनि आएको बारीमा। म चाहिँ जान्छु घर। अझै चाहिँ मौसम चिसो छ। एकदमै घाम लागेको छैन। पानी पर्ला जस्तो हो। पानी परे त होइन कुहिरो आएको छ। त्यसैले राम्रो चाहिँ छैन। यस्तो छ। ओके बाई बाई गाइज। हेलो गुड मर्निङ गाइज। म चाहिँ जाँदैछु फुल टिप्नको लागि। किनकि हाम्रो आज मन्दिरमा नि के अरे उद्घाटन कार्यक्रम छ। अनि त्यसमा आउँदै हुनुहुन्छ अतिथिहरू। अनि उहाँको लागि चाहिँ फुल टिप्न जाँदैछु। पोसिबल भएसम्म चाहिँ म देखाउँछु के अरे हाम्रो अतिथिहरूलाई। किनकि मलाई अलि साई नै छ। यसलाई चाहिँ के भन्नुहुन्छ साथीहरू? यो हाम्रो बारीमा यति धेरै हो कि कसैलाई बिउ चाहिएमा सम्पर्क गर्नु होला है। यो हो क्या खासमा। यो के भन्छ यसलाई? हाम्रो त यता के कुरो भन्छ। यो चाहिँ यति धेरै हो कि कसैलाई चाहियो भने सम्पर्क गर्नु होला। म जति पनि दिन सक्छु यसको बिउ। हामीले चाहिँ अहिले खेती गर्ने गरेका क्या। हामी राति काम गर्दैछौँ भनेको थियौँ नि। यही हो कि खासमा। यही हो नल जुन हामीले काटेको। यही हो बारी, चाइनिज बारी। ल यहाँ चाहिँ यस्तो भइसक्यो। सिँचाइको व्यवस्था पनि छ। सो यहाँ चाहिँ गहुँ जौ के छन् मम्मीहरूले। भनेर त त्यही दिन छरेको हो त खासमा चाहिँ। अनि मैले चाहिँ त्यहाँसम्म नल काटेको थिएँ। हाम्रोमा चाहिँ अमृसो छ साथीहरू। अमृसो चाहिएमा सम्पर्क गर्नु होला। मोटी मान्छेलाई पठाउँदाखेरि म लड्दिनँ त। लड्यो भने भैँसी लड्यो है माया फेरिबाट हेर 908 माया गइहाल्यो नि खेर भन्ने होला। तर सुक्खो रुपियाँ जाने होला होइन। फुल त्यो फुल टिपेर जान्छु म घर। ओके बाई बाई। हेलो गाइज। आज चाहिँ हामी जान्छौँ मन्दिर जानु लाग्यो हेर्नलाई। मन्दिरमा फुलको टोली हिजो ल्याएको। आज चाहिँ हामी बलि दिएको हेर्न जानलाई। आज उद्घाटन कार्यक्रम हेर्न जानु लाग्यो मन्दिरमा। उकालो हिँड्न चाहिँ लास्टै गाह्रो हुने क्या है।
श्री पञ्चकन्या देवी मन्दिर उद्घाटन समारोह कार्यक्रम ठाके घाली सम्पर्क नम्बर हार्दिक निमन्त्रणा। आजको भिडियो चाहिँ यहीँ क्लोज गर्न चाहन्छु। थ्याङ्क यू सो मच एभ्री वान वाचिङ फर दिस भिडियो एन्ड घुमिदिनु होला यहाँ आएर पञ्चकन्या माई मन्दिरमा।